हेलो साथीहरू, नमस्कार। मेरो फर्स्ट ब्लग भिडियोमा हजुरहरूलाई हार्दिक स्वागत छ। म लक्ष्मण सन्चै छु भन्नुपर्छ। मेरो हात बाहेक अरू सबै सम्पूर्ण रूपमा स्वास्थ्य अवस्था ठिकै छ। तपाईहरू पनि ठिकै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। अनि म चाहिँ नेपालगञ्जबाट साथीहरू कहाँबाट हेर्दै हुनुहुन्छ? यति बेला चाहिँ नेपालगञ्जको 19 नम्बर वडातिरको मौसम अवस्था यस्तै छ साथीहरू। हल्का चिसो छ, हुस्सु बिस्तारै बढ्दैछ। म चाहिँ अहिले छोरीको कपडा ड्रेस भनौँ न लिन गइरहेको छु। त्यहाँ यता साइडमा मास्टरकोतिर। म हातले त देखाउन सक्दैन, अलिकति प्यारालाइज भएको छ है। अनि के छ तपाईँहरूकोतिर, कस्तो छ हाल खबर भन्नु होला। अनि म त सिम्पल मान्छे, सिम्पल विचार है। मेरो भिडियोहरू, मेरो कथा व्यथाहरू हजुरहरूलाई राम्रो लाग्छ भने सब्सक्राइब गरी जोडिनु होला। अनि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने पेजलाई फलो गर्नु होला साथीहरू। यता यो साइडमा यो छोरीको स्कुल हो। मेरो छोरी यही स्कुलमा पढ्छिन्। अहिले त आज त अब सटरडे बन्द छ। मैले यो भिडियो बनाइराख्दा 4 बजेको छ साथीहरू। ल नेक्स्ट भिडियोमा फेरि भेटौँला।